हेलो गाइजहरू, हिजो साउथ अफ्रिकाले जित्यो है अनि इन्डियाले हार्यो। सो डेभिड मिलरको खतरा इनिङ। डेभिड मिलर इज अलवेज बवाल खेल्छ होइन, अनि दामी नै खेल्छ। डेभिड मिलर आएदेखि यस्तै खतरा छ होइन। अनि हिजो पनि अब एकजना फेरि ओपनर आउट भयो इन्डियाको 0मा है। इन्डियाको ब्याटिङ लाइनअप फेरि कस्तो छ क्या। तर जित्दा त इन्डियाले पनि टुर्नामेन्ट जित्छ होला, साउथ अफ्रिकाले जित्न पनि सक्छ होइन। साउथ अफ्रिकालाई पनि धेरैले ब्याक गरेका छन्। तर एनिवेज त्योभन्दा अगाडिको म्याच चाहिँ इङ्ल्यान्डको म्याच र यो उसको म्याच, त्यो के भन्छ श्रीलङ्काको म्याच हेरेको होइन। श्रीलङ्काको ब्याटरहरू नराम्रो खेले होइन, तर तिनीहरू त्यो हेमन्त भन्ने ब्याटर आएको थियो कि कति 8 डाउन हो कि 7 डाउनतिर आएको थियो होला लास्टतिर। क्या मिडल अफ द ब्याट कनेक्ट गरिरहेको 5 रन मात्र हान्छ त्यसले होइन। तर त्यो ब्याटको मिडल अफ द ब्याट कनेक्ट गरेको देख्दाखेरि त म त जिताउँछ होला यिनीहरूले, जसले पनि जिताउन सक्छन् जस्तो लाग्यो। त्यो ब्याटरहरू चाहिँ टेलेन्डरहरू चाहिँ श्रीलङ्काको चाहिँ ठिकै भने क्या। तपाईँलाई थाहा छ किन सनत जयसूर्य एकदम कोच भनेर एकदम प्रशंसा हुन्छ होइन। सनत जयसूर्यले चाहिँ पहिला 50 ओभरको गेम हुँदा होइन 15 ओभरमा पहिला रोकेर खेल्नुपर्छ भन्ने हाइपोथेसिस थियो अरे क्या। उनीहरूले त्यो खालको तार भनौँ न सोच, त्यसो होइन 15 ओभर त छुट्नुपर्छ भन्ने होल आइडिया चाहिँ सनत जयसूर्यले हानेको अरे कि ल्याएको अरे क्या। 50 ओभरको गेममा फर्स्ट 15 ओभर्स है। आइम नट टेलिङ सनत जयसूर्यले भन्दा अगाडि कसैले हान्दैन थियो होइन कि, पहिलो 15 ओभर्सको कुरा गरेँ होइन। तर बिभी रिचार्ड त बवाल रन हान्ने मान्छे, तर 2 डाउन आउँथे बिभी रिचार्ड्स होइन। सो श्रीलङ्काको कोच सनत जयसूर्य इज द गाय होइन, सो रन अगाडि हान्ने। अर्को चाहिँ इन्डियाको त्यो डेटाको बारेमा के, मिलर र यसको तिलक वर्माको एकजनाको पावर 97, एकजनाको 64, अलिकति तलमाथि भयो होइन। अर्को चाहिँ एडको बारेमा होइन, साउथ अफ्रिकालाई एकदम हेभी एड बनाएको थियो नि त। धेरैले चाहिँ मदर अर्थ विल हम्बल यु इफ यु स्टार्ट टु हुन्छ नि त्यस्तो खालको क्या। सो त्यही भनौँ होइन। अब ठिकै छ इन्डियाले क्रिकेट वर्ल्ड कप धेरै नजित्नुको मलाई रिजन पनि त्यो सानो कुराहरूमा बढी खुसी हुन्छन् जस्तो लाग्छ। अब गेमको बारेमा उनीहरू एनालिसिसै गर्न छोड्यो क्या, प्यारालाइसिस भइसक्यो उनीहरू। अब हामी त सानै देश हो होइन, नेपाल त भर्खर क्रिकेट खेलेको हो। सो हामीसँग कम्पेयर गरेर होइन, अरू वर्ल्डको अरू कन्ट्रीसँग हेर्दाखेरि चाहिँ त्यो एनालिसिसै नगर्ने क्या, कुन बलर भनेर कति कुन बलर के भइरहेछ। हाम्रो यो बोलिङ यस्तोतिर अलि जाँदैन जस्तो लाग्छ। जाने पनि छन्, नजाने होइन। तर मिडियाहरूले त्यस्तो कुराहरू इन्जोय गर्नुपर्छ कि यस्तो कुराहरू चाहिँ मिडियाहरूले निकाल्नुपर्छ भन्ने खालको। तर उनीहरूले चाहिँ अर्को कुराहरू निकाल्छन् क्या, गलत झुट होइन, रमाउने टाइपको। एनिवेज त्यही हो, सुपर 8 सुरु भएको छ, अहिले अपडेट है त।